नमस्कार, मेरो नाम चाहिँ दीपक आचार्य। म चाहिँ नेपालदेखि आएको जिदेउसा सेवीको अध्ययनको लागि म यस क्युसी कोखा जिदेउसा स्यानमन गाकोमा चाहिँ अहिले अध्ययनरत छु। नेपालमा चाहिँ हामीले +2 ब्याचलरहरूको अध्ययन गरिसके तापनि भने जति जागिरहरूको अभाव भएको हुनाले गर्दाखेरि यदि जापानमा आएर जापानमा चाहिँ राम्रोसँग पढाइ गर्न सकियो भने यहाँ चाहिँ जागिरको पनि सुनिश्चितता हुने भएकोले म चाहिँ यहाँको यो टेक्निकल विषय अध्ययनको लागि यहाँ आएको हो। अहिले हाम्रो यस क्युसी कोखा जिदेउसा स्यानमन गाकोमा चाहिँ जापानिजहरूदेखि लिएर विभिन्न देशका नेपाली, श्रीलङ्कन, बङ्गलादेशी लगायत विभिन्न देशका विदेशी साथीहरू सँगसँगै पढिरहेका छौँ। यस विद्यालयमा खासमा पढाइ एकदमै राम्रो छ। विभिन्न किसिमका श्रव्य दृश्यहरू गराउने, प्र्याक्टिकलहरू गराउने, त्यसमाथि टिचरहरू पनि एकदमै सहयोगी हुनुहुन्छ। सँगसँगै हामी सँगसँगै हामीले गरिरहेका कामहरू बिग्रेकोमा त्यसलाई सच्याइदिने, यसरी गर्ने भनेर राम्रोसँग बुझाइदिने गर्नुहुन्छ। त्यसैले विद्यालयमा पढाइ चाहिँ एकदम राम्रो छ भन्न चाहन्छु। टेक्निकल विषयको पढाइ चाहिँ त्यसको स्कोप चाहिँ भविष्यमा राम्रो देखेर म चाहिँ अब जापानमा पढ्नको लागि भनेर आएँ। यहाँ आइसकेपछि यो विद्यालयको बारेमा सुनेर मलाई पहिला भाषा पढाउने शिक्षकबाट सुनेर राम्रो लागेर यो विद्यालय यो टेक्निकल स्कुलसम्म आइपुगेँ म। यहाँ आइसकेपछि चाहिँ अहिले पढाइ पनि राम्रै भइरहेको छ। पढाइ सकिएपछि चाहिँ केही वर्ष यहाँकै कम्पनीमा काम गरेर केही अनुभवहरू अझै बटुलेर अलिकति सकेसम्मको आर्थिक स्थिति पनि मजबुत बनाएर आफ्नै देशमा गएर सोही अन्तर्गतको केही उद्योग गरेर केही बाँकी अन्य नेपाली साथी दाजुभाइहरूलाई चाहिँ रोजगार दिन सकूँ भन्ने उद्देश्य छ। धन्यवाद। अब अहिले जापानमा आएर चाहिँ आफ्नो भविष्य बनाउने, पढेर आफ्नो भविष्य राम्रो बनाउने सोच गर्नुभएको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने जापान ठिक छ, एकदम सबै किसिमले सुरक्षित राम्रो देश हो। यहाँको पढाइहरू, सिपहरू, तरिकाहरू सबै किसिमले राम्रो छ। तर आउनुभन्दा पहिले चाहिँ तपाईँ आफूमा चाहिँ आफ्नो भाषाको एउटा कुनै हदसम्मको लेभल, सानो भए पनि थोरै भाषामा अलिकति थोरै पनि कम्युनिकेसन, कुराकानी गर्न सक्नेसम्मको भएर त्यसरी आउनुभयो भने तपाईँहरूलाई यहाँ आएर पढ्न सजिलो हुन्छ। त्यसैमाथि आउँदाखेरि नै आफूले के पढ्ने, के गर्ने भन्ने बारेमा राम्रो सोचेर त्यहाँको शिक्षकहरूसँग, कन्सल्टेन्सीको शिक्षकहरूसँग राम्रोसँग बुझेर सल्लाह गरेर अनि यहाँ भइराख्नु भएको, पहिला आउनुभएको सिनियरहरूसँग बुझेर त्यो किसिमले आउनुभयो भने तपाईँहरूलाई सजिलो हुन्छ भन्ने मलाई लागिरहेको छ। धन्यवाद।